छानबिन समिति लगायतको विषय पनि उठाइरहनु भएको छ। यी सबै कुरा दोस्रो भयो। पहिलो कुरा माननीय गृहमन्त्रीमाथि वा कोही पनि सदस्यमाथि मन्त्रीहरूमाथि प्रश्न उठेपछि निजले आफ्नो बारेमा उठेका प्रश्नको बारेमा जुन ठाउँमा प्रश्न उठ्यो त्यो ठाउँमा उभिएर जवाफ दिन पाउने उहाँको स्वाभाविक अधिकार हो, त्यो हक पनि हो, यो संसदीय अभ्यास पनि हो, हाम्रो प्रचलन पनि हो। त्यसकारण आज पनि हामीले लगातार उहाँहरूलाई आग्रह के गर्यौँ भने गृहमन्त्रीजीमाथि प्रश्न उठ्यो, उहाँ जवाफ दिन तयार हुनुहुन्छ, पार्लियामेन्टमा आउनुभएको छ, जवाफ दिने वातावरण बनाउनुहोस्। त्यसपछि उहाँहरूको अर्थात् आन्दोलनमा रहिरहेका अपोजिसनका साथीहरूको जे मुद्दा छ, विषय छ, त्यसका बारेमा दोस्रो चरणमा छलफल हुन्छ, कसरी अगाडि बढ्ने, त्यसमा पनि उहाँहरू तयार हुनु भएन। पहिलो कुरा उहाँहरूले राजीनामा, यदि राजीनामा कुरा होइन भने अर्को विषय उहाँहरूले छानबिन समिति पहिला बनाउनु पर्यो भन्नुभयो। त्यसकारण पहिलो कुरा त गृहमन्त्रीका बारेमा उठाइएको प्रश्नको बारेमा जवाफ नै नदिकन उहाँले जवाफ दिँदाखेरि अपोजिसन त खुसी पनि हुन सक्नुहुन्छ, उहाँहरू त्यसमा जवाफबाट सन्तुष्ट पनि हुन सक्नुहुन्छ। त्यो चरणलाई उहाँहरूले स्वीकार गर्न तयार भएन। त्यसकारणले गर्दा हामीले भोलिका दिनमा पनि गलत नजिर नबसोस्। कोही मन्त्रीमाथि प्रश्न उठेपछि निज व्यक्तिले संसदमा आएर जवाफ दिने कुरालाई अस्वीकार नगरौँ। यो पथमा उहाँहरू जान तयार हुनुहुन्न।